हेलो गाइज, वेलकम ब्याक टु माई च्यानल। आज म एउटा विशेष कामका लागि हेटौडा जाँदैछु। मेरो कर्मचारी सञ्चय कोष अर्थात् इपिएफको केही कागजी प्रक्रियाहरू मिलाउनु पर्ने छ, त्यही भएर त्यसैले आजको दिन अलि व्यस्त हुनेवाला छ। अहिले म बाटोमा छु र आज मौसम पनि मस्त रहेछ यार, कस्तो मजाको निकै राम्रो मौसम छ आज त। अनि म एक्लै होइन, दिदी पनि सँगै जानुभएको थियो। अनि हामी कतिखेर हेटौडा आइपुग्यौँ हामीलाई थाहा नै भएन। लिटरली यार, मलाई वीरगन्ज भन्दा हेटौडाको मौसम 10 टाइम्स बेटर लाग्छ जहिले नि। अनि हामीलाई सञ्चय कोषको अफिसतिर जाँदा याद आयो कि हामीले कुनै डकुमेन्ट्सको फोटोकपी लिए छैन, जुन कि कम्पल्सरी छ। अनि त्यसपछि हामीले गरायो आफ्नो डकुमेन्ट्सहरूको फोटोकपी। अब सिधै सञ्चय कोषको कार्यालयतिर लाग्नेछौँ। कस्तो राम्रो लुक रहेछ फेरि है सञ्चय कोषको अफिसको। खै कसरी जलाएको होला नि यो अफिसलाई जेनजी आन्दोलनमा। मलाई त देखेर यति माया लाग्यो यो अफिसलाई। अनि त्यहाँको इम्प्लोइहरूसँग इन्फर्मेसन लिँदा यो थाहा पायो कि यो अफिसलाई रिपेयर गर्न 1 वर्ष लाग्नेछ। तबसम्मको लागि यो अफिस अरू ठाउँमा सिफ्ट भएको छ। इफ यु आर गोइङ देयर प्लिज कन्फर्म लोकलहरूसँग सोधेर अनि मात्र जानु कता गछ अफिस। फाइनली हाम्रो सबै कामहरू सकिसक्यो अनि हामी निस्किसक्यौँ वीरगन्ज आउनलाई। लिटरली यो मेरो फर्स्ट टाइम ट्राभल थियो लोकल गाडीबाट। अब त चढ्ने छैन यार, टाउको भारी भइसकेको छ आज मेरो त। दिनभरिमा जति नै थकाइ लागोस्, बेलुकातिर ब्राडोसँग बसेर खेल्दा सबै थकानी नै गायब हुन्छ। खै के छ यसमा। हाम्रो हेटौडा जानको रिजन के थियो त? हाम्रो हेटौडा जानेको रिजन एउटा यो पेपर थियो। लिटरली एउटा यो पेपरको लागि आज हामी दिनभरि भागमभाग गरेका छौँ। थकाइ त बेसरी लागेछ, के भन्नु, काम भएपछि त गर्नु परि नै हाल्यो। ल भेटौँला नेक्स्ट भिडियोमा, तबसम्मको लागि बाई बाई। स्टे ट्युन्ड विथ मी गाइज, स्टे ट्युन्ड।